ल साथीहरु फाइनल्ली म यो अल्लो काट्ने ठाउँमा पुगिसकेको छु। यहाँ चाहिँ हाम्रो सबै 60-70 जना चाहिँ नि अल्लो टिपेर चाहिँ नि सबै चाहिँ व्यस्त हुनुहुन्छ। यहाँ दिदी बहिनीहरु दाजुभाइहरु यतातिर छरबिस्टै छ। यो चाहिँ यो यतातिर देख्न सकिन्छ। यता महिला वर्ग पुरुष वर्गहरु यहाँ तलतिर साथीहरु हुनुहुन्छ। अनि यो चाहिँ आजको चाहिँ यो माथि टपसम्म सकेर चाहिँ यो पार्टको चाहिँ सक्ने भन्ने कुरा छ। सक्छन् कि सक्दैनन् हेरौं। अनि यो पार्ट सकिसकेपछि चाहिँ भोलिबाट चाहिँ फेरि यतापट्टिको पार्ट लाग्नु पर्ने छ। यतातिर चाहिँ आजको 6 दिन आज 6 दिन जस्तो भयो टिप्न थालेको। अझै पनि 10-12 दिन लाग्ने कुरा छ। हेर्नुस् म फाइनल्ली साथीहरुले काम गरिरहेको ठाउँमा पुगेको छु। हेर्नुस् यसरी साथीहरु काम गरिरहेका छन् दिदी बहिनीहरु। ल साथी हो उगेन मुख छु के आयो रक्सी 4-3 जम्बुरो छ सेप म दिन्नम गोला बरे कसम मलाई दिनु आथे यसमा हो किन छ दिनु छ बरो सन्तोष छ को सय हजिरा पितिना जम्बुरो बराबर त्यो त अनि चाहियो त किन गाथे सामूहिक काम पनि अब को भन्दा को कम हुनु पर्छ। अनि त्यसरी त गर्न मिलेन। मिस आल्चाइ छ अब सबैको हुनु पर्यो। मिस सबैको हुनु पर्यो भने चाहिँ यहाँ त अल्छीको त कामै छैन। तर सामूहिक काम त्यस्तै हो। धनपूर्ण भाइ अनि काम धमाधम भइरहेछ। हजुर यो अल्लोको नेपाली कोट कुलुङ्गे कोटको यो जन्म क्या यो कोट मात्रै हैन यसबाट धेरै कुराहरु बन्छ। सलहरु बन्छ। यसको चाहिँ नि यो नुहाउने यो के भन्छ जालको रूपमा प्रयोग गरिन्छ। यो विश्व बजारीकरण भइसकेको छ। यो चाहिँ हाम्रो कुलुङ जातिको चाहिँ हाम्रो संस्कार हो। हाम्रो चाहिँ नि उत्थान हो। यसलाई चाहिँ नि नेपाल सरकारले पनि चाहिँ नि राष्ट्रियकरण गर्नमा चाहिँ जोड दिनुपर्छ हामी आग्रह गर्न चाहन्छौँ। कुलुङ संघले चाहिँ यसलाई चाहिँ देशदेखि विदेशसम्म चाहिँ यसको बजार पुर्याइसकेको छ। यो अवस्था छ। यसको चाहिँ बुकहरु निर्माण गरेर चाहिँ विदेशसम्म चाहिँ यसको चाहिँ नि बिक्री भइरहेको छ। अनि रमेशदन भाइ काम